सचिन भाइ धनिया हाल्नु नि मिस अझै अन्ने ओइ बिचरा सकिसक्यो अल जय राम्रो हैन तिमीले फकाउने यो बाटामै खानी त होला नि पुरा जस्तो भने साल त काटेन अर्कोले खानु नि निषेधा ओइ त्यो चाहिरो हैन सबैजना गाइजन भने ए पेटन जस्तो छ नि सफा केटीहरु भाइ अरे मिसले हामीलाई चटपटे बनाउन सिकाउनु भएको पढ्न हैन भविष्यमा फेल भयो भने चटपटे बनाएर भने मिसले सिकाएको छ नि तँलाई हेर लाइफ के रे लाइफ स्किल पनि भयो पछि त मैले पढाउँदा पढाउँदै पास हुन सक्ने छ फेल भइहालेछ नि कमाउने भइहालेछ नत्र सकेसम्म पास गर्ने गरे पढाइहाल्छ नि पानी हामी तपाईं टङ 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 पारामा आउँछ अब म चाहिँ भविष्यमा चटपटे भविष्यको चटपट बनाउने मान्छे खै त अरू मान्छेहरू उही कत्रो लम्बो यो दाइ पानी कसरी बन्नेर खाएर भ्याइछ नि त तिमी भाइ अहिले के खान्छौ त पढ्ने बेला पर हुने अब नदा है बनाइसक्यो पढ्ने मान्छे त्यहाँ दुईजना छ हेर्नुहोस् होला खाना पनि नआउने मान्छे हाम्रो पढ्ने विद्यार्थीहरू हैन अब क्यामेरा देख्ने बित्तिकै भाग्छ क्यामेरा देख्ने बित्तिकै भाग्छ हाम्रो पढ्ने विद्यार्थीहरू लामा थिचन मात्रै यसरी थिच मात्रै के त्यसलाई गर्न के महानुभावहरूले हात धुनु भयो कि होइन थाहा छैन विद्यार्थीहरू मोबाइल चलाएर बसिरहेको छ गाइज होइन यिनीहरू चाहिँ अति छ है यिनीहरू मोबाइल हेरे हो कि फ्री फायर खेले हो गर न बिबेक उले खाएर चलाइरह बेद खोइ मैले ल्याएर चाउजु नि हाल्यो सब हालेको हो नि केही बाँकी छैन हाल्नु हामीले घर लैजान ला जस्तो मानिस क्या होइन नपुगेर फेरि लिन गएर हो के ओए सफल तैँले ल्याएको चाउचाउ के यता हेर न तैँले ल्याएको चाउचाउ के हामीले घर लानु ला जस्तो मानिस क्या मैले ल्याएको चाउचाउ नि हालेको भनेर सोध्ने सब सानो हरियो हरियोमा चाहिँ हुन्छ कि मलाई गुराउलाई दिए त फेरि नबोली हामी त बाटामै खाइदिने कसैले बाटामा खा कसैले खानामा खा खाना चाहिँ खा ओए दिवस आइज हाम्रो यहाँ हातको सकेपछि बाटामा खाना आउने ओइ सचिनले खाएको हेर्न जानु पर्यो कि कसरी खान्छ हेलो सचिन भाइ खै खाना खा हो हो खाना भाइ प्लिज सचिन प्रैक्टिकल नम्बर हालिदिन्छ सचिन के गरे सचिन मैले यत्रो लिएर दुई हातले सचिन दुई हातले अघि खाँदै दुई हातले
भयो बाहेन भयो खै देखाइ त कति रहेछ कति लिएर बसिन्छ उचालेर देखाइ त गाई हामीले बाहेन अहिले बाटोमा खान आउँछु बाटा कसको नाम ओइ जरा भ्याइज त भ्याइज पखालेर लिएर न होइन पखालेर लिएर आइछु मैले आफै ल म त्यहाँ बस्छु त यहाँबाट भिडियो गर्ला आउन मिस मलाई भिडियो समाएर बस्न आउँदैन भिडियो बनाउने आउँदैन मिस गयो अब तेरो प्र्याक्टिकल नम्बर कति पकाइना अब तेरो तेरो प्र्याक्टिकल नम्बर 10 नम्बर सर्लक्कै घट्यो क्या अब मेरो त बढ्यो होला नि बनाउने आउँदैन त समाइनला समाउने आउन सजिन त मिस सजिन अलि म यता भन्न मिस कता मिस भने म मिस मिस बर्दा पार्टी मिस ब्रत पार्टी हामी चटपट पार्टी हेर्नु है गाइड यस्तो चटपट यस्तो मिठो भयो सिटरको मुख रसाइसक्यो रसा हैन नि मेरो मुख तिमीले खाऊ तर दिन्न नि मिसा हामी हैन हातको छाला काटी काटी हाल्ला चरपट मिठो नभए त्यो हुन्छ त मेरो हात नि काटेर हेर्दै यार अनि मिस त्यही रगत हालेको रौदिन खोइ मिस अगाडि नै देखाउनु खोइ देखे छैन मिस देखे मिस देखे रात रातमा कस्तो भयो दिदी मिठो तितो अमिलो कस्तो भयो दिदी कस्तो भयो मिस कस्तो भयो मिठो भयो टपर दिदी कस्तो भयो टपर दिदी अर्को टपर दिदी कस्तो भयो उहाँ चाहिँ हेर्नु मिसको भाइ हाम्रो चाहिँ दाइ मिसको चाहिँ भाइ कस्तो भयो दाइ कस्तो भयो मिस दाइ मिठो बाहा कस्तो भयो अभिषेक दाइ 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 है दाइ चुकेर भाइ पनि हो मिस कता यहाँ चाहिँ रविन दाइको ग्रुप उहाँ चाहिँ बाटोमा खाने पार्टी उहाँ सफल दाइ स्कुलको डन उहाँ चाहिँ विवेक दाइ स्कुलको सबैभन्दा सोझो मान्छे उहाँ चाहिँ फुटबलर दाइ उहाँले खानु भएको चटपट हेर्नुहोस् डनले डन जति नै खाएको छ मिस भयो खै मिस तपाईँलाई हाने मैले स्कुलको डिओजी डग अनि के हो त डन भने नभए त यो चाहिँ चरी डन